200 गोल्ड चाहिँ तपाईँले पाउनुहुनेछ। यसरी नै तपाईँहरूले चाहिँ लेभलहरूलाई चाहिँ कम्प्लिट गर्न सक्नुहुनेछ। त्यस्तै यहाँ चाहिँ तपाईँहरूले चाहिँ चेस्टको अप्सन पाउनुहुनेछ, जहाँ चाहिँ तपाईँले एउटा सानो एड हेरेर चाहिँ तपाईँले बक्सलाई ओपन गर्न सक्नुहुनेछ। त्यहाँबाट चाहिँ तपाईँले कोइन पाउनुहुनेछ। अनि तपाईँहरूले चाहिँ एडलाई रिमुभ गर्नु छ भने चाहिँ $4.99 लाग्ने रहेछ होइन तपाईँले एडलाई रिमुभ गर्न। अनि यहाँ चाहिँ तपाईँहरूले लकी ड्र गरेर पनि कोइनहरू कलेक्ट गरिराख्न सक्नुहुनेछ। त्यसपछि चाहिँ यहाँ चाहिँ तपाईँहरूले डायमन्डहरू पनि पर्चेस गर्न सक्नुहुनेछ। नभए तपाईँले चाहिँ सिधै एउटा एड हेरेर चाहिँ तपाईँहरूले गोल्ड पनि पाउन सक्नुहुनेछ। त्यस्तै यहाँ चाहिँ तपाईँहरूले चाहिँ ह्यामरहरू पनि पर्चेस गर्न सक्नुहुनेछ, जुन कि तपाईँको जो गेम खेल्दाखेरि चाहिँ कोइन ड्रप हुन्छ। यदि तपाईँहरूले राम्रो खालको ह्यामर पर्चेस गर्नुभयो भने त्यसले चाहिँ माथिसम्म धेरै माथिसम्म ड्रप आउट गराइदिन्छ। अनि यहाँ चाहिँ तपाईँहरूले चाहिँ डेली टास्क नि पाउनुहुनेछ अनि एचिभमेन्टहरू पनि पाउनुहुनेछ। लेभल कम्प्लिट गरेको बाबत चाहिँ तपाईँहरूले कोइनहरू पाउनुहुनेछ। सो यति नै थियो आजको लागि।